हेलो एभ्रिवान, जोरले नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि मेरो अर्को मिनी भ्लगमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु। म पनि एकदमै ठिकै छु। अनि आज शनिबारे बसाइमा चाहिँ मैले चाहिँ घरमै बसेर चाहिँ सरसफाइहरू गरिसकेपछि चाहिँ मैले दिउँसो फेरि चाहिँ एउटा मिनी भ्लग बनाउने निधो गरेँ। मैले चाहिँ हजुरहरूलाई मेरो करेसाबारी देखाउने निधो गरेँ। मेरो करेसाबारीमा के छ त हेर्नुहोस् ल। फर्स्टमा देखाएँ मैले यहाँ नजिक सिमी फलिरहेको छ है। हाम्रो चाहिँ सिमी पनि छ अनि सिमी चाहिँ अहिले चाहिँ ठ्याक्कै राम्रोसँग फलिरहेको छ अनि फुल्दै पनि छ फल्दै पनि छ। सँगै चाहिँ अम्बा अहिलेको सिजनमा पनि हाम्रोमा चाहिँ अम्बा पनि छ है। अहिले त खासै हुँदैन नि त अम्बा, अनि अहिलेको सिजनमा चाहिँ अम्बा पनि छ। अनि सागको सानो बिरुवाहरू छ नजिकै सिमी। यो भनेको चाहिँ सागको बिरुवाहरू सानो छ अनि बिचबिचमा चाहिँ धनियाँहरू पनि छ। यो भनेको चाहिँ सानो सागको बिरुवाहरू हो। अनि यो चाहिँ देख्दै हुनुहुन्छ हजुरले सोप र देखिरहनु भएको छ। यो भनेको हाम्रो आलुबारी है। आलुबारी साग यो चाहिँ सबै पुरै आलुहरू हो। कुनामा चाहिँ सागहरू छ अनि छेउछेउमा चाहिँ आलुहरू छ। हेर्नुहोस् न गाइस, कति ठुलो पत्ता छ कि सागको पनि। अनि सबै यिनीहरू चाहिँ सागहरू हो अनि ठुलो पातहरू छ। अनि त्यसपछि हामीले चाहिँ यो आलुहरूको चाहिँ खाली भएको ठाउँहरूमा चाहिँ मैले चाहिँ यसरी यो मुलाको बिउ राखेको छु। मुलाको बिउ अनि त्यसपछि यो कोपीको पनि बिउ राखेको छु। अब कहिले हुन्छ त्यो त थाहा छैन, तर भर्खरै बिउ राखेको छु। हेर्नुहोस् न, आलुको त्यो के भन्छ खाली ठाउँहरूमा चाहिँ मैले त्यसलाई चाहिँ व्यवस्थापन गरेर चाहिँ मुलाको बिउहरू रोपेको थिएँ। म हजुरलाई देखाउँछु अब साग है। हाम्रो साग चाहिँ मलाई त एकदमै मनपर्छ साग। अनि सागहरू चाहिँ यस्तो राम्रो छ कि अहिले चाहिँ हाम्रो एकदमै हेर्नु न कस्तो डिफ्रेन्ट छ। कुनै हरियो पातमा कुनै यो यस्तो के खालको यो के साग भन्छ मलाई पनि थाहा छैन, तर फाल्टै खालको सागहरू छ कि। अनि मैले चाहिँ सागहरू देखाएँ हजुरहरूलाई। मन परेछ भने हेरिदिनुहोस् है भन्न चाहन्छु। सागहरू देखाइसकेपछि चाहिँ अब म लाग्दैछु हजुरहरूलाई अर्को तरकारी। यो भनेको इस्कुस। हेर्नु न, दुईवटा फलिरहेको छ कि। यो हाम्रो चाहिँ पोखरी छ नि त, पोखरी नजिकैको त्यो छेउमा बार बारेको थियो, त्यसमा चाहिँ हामीले इस्कुसहरू लगाएको थियौँ। अनि यो चाहिँ पुरै इस्कुस। यहाँ चाहिँ आमा हुनुहुन्छ भने आमालाई देखाउनु भन्छ कि पर्दैन है, नाटक नगर है भन्दै हुनुहुन्थ्यो। अनि यहाँ चाहिँ बाख्राको पाठाहरू। अनि त्यसपछि हाम्रो बुवालाई पनि देखाउने गरे कपाल काट्ने बेला भएछ भनेको झन् पो हेर्नु न हो, ठाडो बनाइदिनुहुन्छ। र अहिलेसम्म मेरो भिडियो हेरिदिनु भयो अनि कस्तो लाग्यो हजुरहरूको प्रतिक्रियाको पर्खाइमा छु। अब हजुरहरूलाई के गर्छु, म पछि भिडियोहरू हाल्दै गर्छु। र अहिलेसम्म मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सबैजनालाई धेरै धन्यवाद। र अब म हजुरहरूलाई भेट्छु अर्को भिडियोमा। बाई बाई।